Spider-Man. Superhero fans को favorite superhero Spider-Man. But the question is, Spider-Man Marvel को हो या Sony Pictures को हो त? आजको हाम्रो डिस्कसन यही बारे हुनेछ। आखिर स्पाइडरम्यान को राइट्स कसले ओन गर्छ त, सोनी या मार्वल? यसको लागि हामीले थोरै स्पाइडरम्यान को हिस्ट्री बुझ्नुपर्ने हुन्छ। लेट्स स्टार्ट सानो हिस्ट्रीबाट। कहानी यस्तो छ, 1962 मा स्ट्यान ली र स्टिभ डिकोटले स्पाइडरम्यान क्यारेक्टर मार्वल स्टुडियोजको अन्डरमा बनाए। तर 1990 सम्म आइपुग्दाखेरि मार्वल स्टुडियोज थोरै लसमा जान पुगेको थियो र यसै कारण आफ्नो कम्पनी ब्याङ्क्रप्ट हुनबाट बचाउनको लागि मार्वलले आफ्नो क्यारेक्टर्सहरूको राइट्स सेल गर्न थाल्यो, जसमा एक्सम्यान र फ्यान्टास्टिक फोर जस्ता क्यारेक्टरहरू चाहिँ फक्स स्टुडियोजलाई बेच्यो भने स्पाइडरम्यान स्याडली सोनीसँग आइपुग्यो। त्यसैले आज स्पाइडरम्यानको सबै क्यारेक्टर्सहरू चाहिँ सोनी पिक्चर्सको अन्डरमा छ। तर हामीले बुझेअनुसार मार्वलसँग पनि त सोनीको राइट्स छ। आज यो स्पाइडरम्यानको क्यारेक्टरलाई लिएर सोनी र मार्वल बीच यति झमेला चाहिँ किन त? कमिक बुक्स, मर्चेन्डाइज, एनिमेटेड सोको केही अधिकार र कन्ट्र्याक्ट अनुसार स्पाइडरम्यानको केही फिल्म केही समयको लागि मार्वलसँग पनि स्पाइडरम्यानको अधिकार छ। सोनी पिक्चर्सको अन्डरमा भने स्पाइडरम्यानको लाइभ एक्सन मुभिज, भेनम, मर्बियस, स्पाइडरम्यान युनिभर्सको क्यारेक्टरहरू चाहिँ सोनी पिक्चर्सले युज गर्छ। तर 2015 देखि हामीले देखिरहेका छौँ कि स्पाइडरम्यान एमसीयूमा पनि देखेको छ। यदि स्पाइडरम्यानको राइट मार्वलले बेचेको हो भने मार्वल स्टुडियोजमा पनि स्पाइडरम्यान कसरी देखिन्छ त? 2015 मा सोनी र मार्वलको बीच एउटा क्यारेक्टर डिल भयो, जसमा चाहिँ केही पिक्चर्स, केही मुभिज, केही टाइमको लागि चाहिँ स्पाइडरम्यान क्यारेक्टर चाहिँ सोनीले मार्वल स्टुडियोजलाई आफ्नो मार्वल युनिभर्समा देखाउनको लागि अनुमति दिएको थियो, जस बापत हामीले स्पाइडरम्यान नो वे होम, होम कमिङ, अब आउने ब्रान्ड न्यू डे जस्ता क्यारेक्टरहरू मार्वल स्टुडियोजमा देख्दैछौँ। अहिले 2026 को करेन्ट सिचुएसन अनुसार स्पाइडरम्यान सोनीसँगै छ। सोनीले ट्राई पनि गर्यो, मर्बियस, भेनम, ट्राइवेन द हन्टर स्पाइडरम्यानकै भिलेनहरू हुन्। तर सोनीले के गर्यो, स्पाइडरम्यान नै नल्याइकन स्पाइडरम्यान युनिभर्स बनाउन खोज्यो, जसमा चाहिँ सोनीको फ्लप भयो। त्यसैले सोनीलाई पनि त प्रफिट चाहियो। सोनीले चाहिँ के गरिरहेको छ अहिले भने मार्वल स्टुडियोजले उसलाई सोनीलाई धेरै पैसा कमाएर दिएको छ। स्पाइडरम्यानको क्यारेक्टरले बिलियन पुगिसकेको छ स्पाइडरम्यानको क्यारेक्टर। त्यसैले सोनीले र मार्वलले क्यारेक्टर साइन गरी कन्ट्र्याक्ट अनुसार यो फिल्ममा चाहिँ युज गर्न मिल्ने भनेर कन्ट्र्याक्ट गराएको छन्, जसमा कि सोनीलाई त फाइदा भइहाल्यो, प्लस मार्वल स्टुडियोजलाई पनि स्पाइडरम्यान आफ्नो युनिभर्समा देखाउनको लागि फाइदा मिल्यो। त्यसैले कन्ट्र्याक्ट यसरी चलिरहेको छ। यो भिडियो यहाँसम्म हेर्दै गर्दाखेरि तपाईँले बुझ्नुभयो होला, सोनीसँग स्पाइडरम्यानको राइट्स छ र मार्वलले चाहिँ युज गरिरहेछ, उसलाई प्रफिट कमाएर दिइरहेको छ सोनीलाई। त्यसैले कन्ट्र्याक्टलाई अगाडि बढाउने, स्पाइडरम्यान मार्वलको युनिभर्समा देखिने क्रम जारी नै छ। आगामी दिनमा पनि स्पाइडरम्यान मार्वलमा देखियोस् भन्ने आश गर्दै, र कोलाई लाग्छ स्पाइडरम्यानको क्यारेक्टर पुनः मार्वलको अन्डरमा आओस् भन्ने कोलाई लाग्छ, कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद, थ्याङ्क यू।